आज चाहिँ मेरो दार्सिकको बर्थडे रहेको छ, त्यस कारणले गर्दाखेरि हामीले बर्थडे सेलिब्रेसनको लागि यसरी डेकोर गर्दैछौँ। यो चाहिँ दार्सिकको केक हो। यो चाहिँ यसरी ब्लू एन्ड व्हाइट थीम बनाएर चाहिँ हामीले डेकोरेसन गरेका छौँ। यो हामीले आफै डेकोर गरेको एन्ड यो चाहिँ यस्तो रहेको छ। And Dasik is 3. Happy birthday, Dasik. Happy birthday, Dasu. Okay. Ani Dasu चाहिँ यहाँ छ, मेरो दासु. Happy birthday, Dasu. Say thank you. Good job. You are 3 years old now. Clap for yourself. Yay. Smile. Eta heर्नुस्. You're looking so sweet in blue and white. Thank you भन न. Thank you भन न. Good job. अनि यहाँ चाहिँ एरिक छ, मामु आउनु भएको छ, मेरो भाइ दिवाकर र सुमन छ, डाक्टर सुमन. And this is how it looks. Yay. हामी चाहिँ फ्यामिली मात्रै सेलिब्रेट गर्न लागेको, कसैलाई पनि इन्भाइट गरेको छैन. But Sita is on the way. अब अर्को केक आएको छ दार्सिकको लागि. ओ एमजी सीताले दार्सिकको बर्थडे केक. ओ माय गॉड. दार्सिकको रियाक्सन हेर्ने ल यो केक निकालिसकेपछि. लेट्स चेक इट. हु इज दिस? Darsik, is that you? Yes. How's the cake? This is another cake from Sita Bhani. Darsik hai na. Happy birthday baby Darsik. Ani I will show you one thing. That is surprise. Yay! See? Wow, कस्तो राम्रो है. कति राम्रो बनाइदिएछ त. कस्तो राम्रो. Keep it. Hooray! Darsik पनि रहेछ नि त. Darsik. Yay! Happy birthday to you. Happy birthday to you. Happy birthday dear Darsik. Happy birthday to you. Happy birthday को काटेको अझै.
यतिकै छ I'm really loving this decor यो सबै थीम चाहिँ मैले सेलेक्ट गरेको हो अनि यसको लागि चाहिँ हिजो हामी भातबटिनी गयौँ त्यसपछि यो सबै सेलेक्ट गरेर आएर चुज गरेर लिएर आएर अनि घरमै बसेर हामीले आफै डेकोर गरेको है एन्ड इट इज रियली लुकिङ नाइस हेलो साथीहरू वेलकम टु माई च्यानल अगेन हिजो चाहिँ दार्शिकको बर्थडे थियो सो अनि त्यसमै हामी एकदमै बिजी भइसकेका थियौँ दार्शिकको बर्थडे सेलिब्रेट भयो होइन 2टा केक काट्यौँ अनि त्यहाँबाट एकदमै राम्रो भएको थियो वी सेलिब्रेटेड इट सो वेल होइन मम्मी आउनु भएको थियो भाइहरू आएको थियो अनि सीता बहिनी पनि आएको थियो अनि त्यही हो उसले धेरै गिफ्ट्स पनि पायो अनि हि वाज भेरी ह्याप्पी के कस्तो बल्ल अहिले उसले चाहिँ मेरो बर्थडे भन्ने फिल गर्न सकेको छ नि त 3 इयर्समा त अलिअलि थाहा पाउँछ कतिपय कुराहरू जस्तै फर्स्ट बर्थडेमा चाहिँ त्यति साह्रो थाहा हुँदैन के गरेको के होला यस्तो भन्ने हुन्छ भने 3 इयर्स ओल्ड हुँदाखेरि चाहिँ ओके दिस इज माई बर्थडे भन्ने चाहिँ त्यो फिल हुँदो रहेछ बच्चालाई थाहा हुन्छ सो यतिखेर बर्थडे मनाउँदा चाहिँ रमाइलो हुन्छ होइन अनि आई डोन्ट वान्ट टु मिस होइन दिस मोमेन्ट होइन अनि त्यही हो रमाइलो भयो अनि हामी सबै थाकेको थियो सो हिजो चाहिँ बाई भन्न पाएन नि त फेरि त्यस कारणले म आज फेरि आएको अनि त्यहाँबाट त्यही हो हामीले आफै सबै कुरा अर्गनाइज गऱ्यौँ फुडदेखि लिएर डेकोरदेखि लिएर सबै आफै गरेको अनि रमाइलो भयो खुसी पनि लाग्छ द्याट दार्शिक हेज टर्न नाउ 3 इयर्स होइन 3 वर्ष भयो अब चाहिँ दार्शिकको फेरि अर्को माइलस्टोन सुरु हुँदै 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 जान्छ नि त अनि अलिकति बुझ्ने भएको छ अझै बोली पनि राम्रोसँग फुटेको छैन उसको अब बिस्तारै बोल्दै जान्छ नर्सरीमा छ अनि त्यही हो रमाइलो भयो अनि हि वाज द मोस्ट ह्याप्पिएस्ट वान यस्टरडे होइन यस्तो खुसी थियो कि मेरो बर्थडे मनाइरहेको छु भन्ने कुरा चाहिँ उसलाई थाहा थियो अनि त्यहाँबाट रमाइरहेको थियो कि पुरा डान्स गरिरहेको थियो उसको बडी सेक गरिरहेको थियो उसले होइन म्युजिक पनि इन्जोय गरिरहेको थियो हि वाज भेरी ह्याप्पी होइन अनि त्यो जस्तो ठुलो कुरा के नै हुनसक्छ राम्रो लागि सो यसरी नै रमाइलो भयो त्यही हो एनिवे बाई बाई एन्ड ह्याभ अ गुड डे